हामीले अहिले यहाँ लसुन लगाइरहेका छौं। लसुन लगाउने काममा हाम्रो दिदी यसै गरी भान्जी हुनुहुन्छ। यो धान काटिसकेपछि त्यो धानको जुन तलपट्टिको भाग हुन्छ नि, जहाँ धानलाई अलि माथिबाट काटिन्छ, जुन काटेको त्यो भागमा लसुनलाई राखेर यो लसुन लगाइन्छ। यसरी लसुन लगाउने पद्धति आधुनिक पद्धति हो। न जोत्न पर्ने, न खड्न पर्ने, न उकेर दिन पर्ने। यसमा के गर्न पर्दैन, मात्र लसुन रोप्ने हो। लसुन रोपेर माथिपट्टि भुस अथवा परालहरूले छोपिन्छ। साथै यसमा पानी पनि राखिन्छ, पानी राख्ने काम गरिन्छ। अनि उम्रिसकेपछि माथि राखिएको भुस अथवा परालहरू पनि त्यही रहिरहन्छ, त्यही कुन्छ, त्यो मल त्यही बन्छ। यसै गरी लसुन राम्रोसँग पोस्टाउँछ। देख्न सक्नुहुन्छ यो लसुन हो। यो यस्तै लगाइरहेछ। यो फेदलाई तलपट्टि घुसार्ने, यसरी यो टुप्पो माथि पारेर यो धानको खुटीमा यसरी घुसार्ने। यो धानको खुटीमा सबैले भान्जीले पनि त्यही गर्नुभएको छ। यो भरि यसरी लसुन लगाउँदाखेरि असाध्यै फाइदाजनक छ। लसुन लागि मल पनि आवश्यकता पर्दैन। यो देख्नुहोस्, यो ठुटीको मलले गर्दा पनि यो लसुन